साथीहरु आज चाहिँ म एकदमै खुसी छु के किनभने मेरो श्रीमानको 6 महिना अगाडि हराएको फोन आज चाहिँ हैन 10 दिन अगाडि थाहा भएको। त्यसपछि नि हामीले चाहिँ खबर गर्यौं हैन। अनि खबर गरेपछि 10 दिन पछि चाहिँ हाम्रो फोन घरमै आयो। यो फोन चाहिँ हैन हाम्रो मेरो श्रीमानले क्रिकेट हेर्न जाँदाखेरि कीर्तिपुरमा अब चोर्यो या हरायो हैन मान्छेको भिडमा। त्यो थाहै भएन, आफूले खसालेको नि थाहा छैन हैन। अब खल्तीमा राखेको फोन खस्यो कि चोर्यो कि थाहै भएन के मान्छेहरुको भिडभाडमा। अनि थाहै भएन। अनि घरमा आउँदा त खल्तीमा मोबाइलै छैन। थाहा त अब आधी बाटोमै थाहा भएको हैन फोन हरायो भनेर। अनि हामी चाहिँ बुढाबुढी नै हेर्न गएको थियो। अनि मलाई चाहिँ घर छोडेर उहाँ फेरि जानुभयो हेर्नलाई। अनि जाँदाखेरि फोनै छैन। अनि फोन गर्छु एक दुई चोटी त फोन गयो हैन। अनि त्यसपछि चाहिँ मोबाइलै स्विच अफ। अनि मोबाइल स्विच अफ भएपछि त पक्कै पनि मान्छेले नै भेटायो भन्ने भयो नि त हामीलाई। अनि त्यो दिन त धेरै ट्राई गरे है, फोन धेरै ट्राई गरे, भेटाउनै सकेन। फोन स्विच अफको स्विच अफ। अनि भोलि बिहान कहिले होला र पुलिस रिपोर्ट गरौला भन्ने हामीलाई भयो है। अनि त्यसपछि भोलि बिहान मेरो श्रीमान चाहिँ जानुभयो। अनि फर्म सम भर्नु पर्दो रहेछ। जे होस् मोबाइल किनेपछि चाहिँ मोबाइलको बक्सहरु कहिले नि नफाल्नु के। मोबाइलको बक्स फाल्नु हुँदो रहेनछ। जे भए पनि त 5-6 महिना पछि भए पनि त आफूले दुःख गरेर ल्याएको फोन वापस आयो। तर उस्तै मान्छे परेको भए हैन यो स्क्रिनहरु सब फुटिसक्थ्यो होला। मोबाइल पनि गति कस्तो हुन्थ्यो होला। तर जस्तो छ त्यस्तै छ के। तपाईहरुलाई धेरै धेरै धन्यवाद है। पुलिस प्रशासनलाई पनि धेरै धेरै धन्यवाद। यो फोन चाहिँ कहाँ पुग्या रहेछ थाहा छ? जनकपुरबाट क्रिकेट हेर्न आउने दाजुभाइहरुले लानु भएको रहेछ के पनि छैन ल हेर्नुस्। यो फोनको प्राइस चाहिँ त्यति बेला हामीले 35,000 मा किनेको थियो हैन। 35,000 मा लिएको फोन हो। हेर्नुस् है त। यसरी लेखेर आउँदो रहेछ के। यहाँ चाहिँ के लेखेछ? काठमाडौँबाट चोरी भएको भनेर मोबाइलमा लेखेर फोन नम्बर लेखेर यसरी आउँदो रहेछ। अब भन्नुस् त अर्काको सामानमा लोभ गरेर हुन्छ? यदि पहिले नै तपाईले मैले हैन मोबाइल अफ नगरिकन मैले फोन भेटाएको छु, तपाई कहाँ हुनुहुन्छ प्लिज कन्ट्याक्ट मी भनेर हजुरले फोनमा यदि फोनमा त्यति मात्रै भनेर फोन उठाइदिनु भएको भए आज तपाई पुलिस चौकीसम्म धाउनु त पर्थेन। त्यति बेला तपाईलाई प्राइस पनि पाउँथे हैन। मैले अब अलिअलि चिया खर्च भए पनि त खर्च त दिन्थे नि त भेटाउनु भयो धन्यवाद भनेर। अब न खर्च पाउनु भयो न केही पाउनु भयो। अर्काको सामानमा साथीहरु कहिले पनि लोभ नगर्नु है ल। जो 6 महिना पछि फोन घरमा आइपुग्यो। आफ्नो दुःख कहीँ जाँदैन के। ल साथीहरु, यदि तपाईहरुले पनि कसैको फोन भेटाउनु भयो भने हैन त्यो लोभ नगरिकन कन्ट्याक्ट नम्बर चेक गर्ने अनि कसको रहेछ उहाँलाई फोन गर्ने। फोन गरेर ल हजुर मैले भेटाए कहाँ हुनुहुन्छ आउनुस् भन्ने अनि दिने। हस् त है त ल धन्यवाद।